नमस्ते, मेरो नाम अनु मानन्दर हो। म यो संस्था एनजिओमा चाहिँ एज अ ट्रेनर भएर काम गरिरहेको छु। आज चाहिँ हामी 1 वर्ष भयो र 1 वर्षको क्रममा चाहिँ यो 3 महिनामा चाहिँ हामीले केराको रेसाबाट चाहिँ के बनाउन सक्छ भन्ने तालिमहरू दिँदै आइरहेको छौँ हैन। हुन त यो केराको बोट चाहिँ एकचोटि हामीले केरा फलिसकेपछि त्यो खम्बा चाहिँ त्यो बोट चाहिँ खासै काम लाग्दैन र किसानहरूले प्राय गरेर त्यसलाई काटेर यतिकै कुनामा एउटा कुवाएर मलहरू यो गणेउला मलको लागि एकदम राम्रो हुन्छ हैन। गाई बस्तुलाई खुवाउनु त राम्रै हो, तर यसबाट रेसा निस्किन्छ भने त त्यो त झन् हामीले त्यो रेसाबाट विभिन्न किसिमको सामानहरू बनाउन सक्छ भनेर चाहिँ हामीले यो ट्रेनिङहरू सुरु गरेको थिएँ। केराको खम्बाको जुन बाहिरी भागबाट बनेको चाहिँ अलिक खस्रो हुँदो रहेछ। त्यस्तो खस्रो खालको रेसालाई चाहिँ हामीले कुरुसको सहयोगले चाहिँ त्यो बडी स्क्रब भन्ने त्यस्तोहरू फेसमा स्क्रब गर्ने त्यस्तोहरू हामीले बनायौँ र भित्रको चाहिँ एकदम नरम खालको सामान धागोहरू आउँदाखेरि चाहिँ हामीले प्राय गरेर झोलाहरू बनायौँ। झोलाहरू बनाउँदाखेरि पनि हामीलाई यो बनाउँदाखेरि पनि हामी दिदी बहिनीहरूसँग बसेर बनाउँदाखेरि एक अर्काको दुःख सुखको कुराहरू पनि गर्न पाएँ। अनि नयाँ कुराहरू यसबाट त्यो सामानहरू कस्तो बन्छ भन्दाखेरि हामी आफै पनि अचम्मित हुन्थ्यो, किनभने हाम्रो लागि एउटा नयाँ रेसा थियो यो। त्यो भएकोले हामीलाई एकदम खुसी लागेको छ। कार्यक्रम चाहिँ मलाई एकदम राम्रो लाग्यो र मलाई कुरुस पनि अलि आउँदैन थियो। कुरुसबाट चाहिँ हामीले के कस्ता सामानहरू बनाउन सकिन्छ भनेर यहाँ हामीलाई म्यामले सिकाउनु भयो र मलाई पहिला कुरुस नआएको भएर अहिले कुरुसबाट चाहिँ राम्रोसँग पनि हामीले केराको रेसाबाट पनि राम्रो सामानहरू बनाउन सकिने रहेछ। ब्याग जस्ता अन्य सामानहरू पनि हामीले बनायौँ। कुरुसको निटिङबाट अरू कटन र उलनबाट मात्र काम गरिरहेको थिएँ। अहिले बनानाको चाहिने रेसाबाट त्यो ब्याम्बो फाइबरबाट चाहिने सामानहरू बनाउँदाखेरि चाहिँ नि एकदम नै राम्रो हुँदो रहेछ र यो हाम्रो खेर गएको कच्चा पदार्थबाट पनि यति बन्छ भन्ने थाहा पाएर चाहिँ नि धेरै नै राम्रो लाग्यो र सामानहरू बनेको देख्दा चाहिँ नि फाइदा पनि भएको छ। मैले यता आएर तालिममा आएर मैले यो फाइबरबाट चाहिँ धेरै किसिमका ब्यागहरू पनि बनाउन सिकेँ र अब फेरि आउँदा दिनहरूमा पनि बनाउन सकिन्छ जस्तो चाहिँ लाग्छ मलाई। हाम्रै देशमा बनेको यो धागो हाम्रै देशबाट यस्तो सामान बनाउँदाखेरि चाहिँ हामीलाई एक किसिमको गर्व महसुस भएको छ। Thank you.